त्यतिकै हेभेन भएको होइन रहेछ। यो जङ्गल बनाएर जङ्गलै जङ्गल सुन्दरता त कति हो हे। अनि त्यसै हेभेन कहाँ भएको रहेछ भन्छन् बुढो मान्छेले। अनि यस्तो बोर्ड राखिदिएको छैन यहाँ यस्तो। सायद यो राति चाहिँ बत्ती बल्छ होला कि थुप्रो होइन, राति बत्ती बाल्नुको लागि होला। यस्तै यस्तो लस्करै टन्नै वारपार छ जताततै लाइट होला। कति हो कति यस्तो। उनीहरूको भाषाबाट त्यहाँ इनाउन्स के भन्दैछ? अनि कति लामो छ हौ यो हेभेन चाहिँ? मर्यो त हिँड्दा हिँड्दा। आज राति पानी पर्यो होइन अलिअलि, अनि शीतल भएको छ। नभए निकै गर्मी थियो हिजो र अस्तिको दिन। अहिले बिहान तर हिँड्ने बेलामा 20 डिग्री चाहिँ लेखेको थियो। होटलमा टेम्परेचर सो गर्ने एउटा सानो टिक्रिक टिक्रिक राखिदिएको छ। साह्रै राम्रो होटल थियो आज। बस्ने यहाँ गरेको होला नि त हो त्यो। यसमा बस्नु एकछिन। पर पुरै घुम्नु चाहिँ भ्याएनौँ हामी। अनि यहीँबाट यता फेरि छड्केको। वेस्ट रहेछ त्यो त, वेस्ट गेट भनेको छ यो। यता हामी आएको वेस्ट गेट। यो कुन गेट हो? ए फास्टिङ प्लेस भने के हो यो? हेर्नेहरूको जताततै लाम लस्कर मात्रै छ। लु हेर्नु, यो त तल चाहिँ पानीको होला नि, पहिला पानी थियो होला होइन बुढो मान्छे। अब यो चाहिँ हेभेन। त्यो गेटसम्म जाने त्यस पछाडि नजाने। कति राम्रो कति राम्रो। तल्लो ढुङ्गा हेर्नु बुढो मान्छेले पहिला त्यो ढुङ्गाको साइजहरूको विश्लेषण गरेर मलाई सुनाउँदै हुनुहुन्छ। नसकिने रहेछ, नसकिने लो नसकिने रहेछ। ए हेभेन त यताभित्र छ त। टेम्पल अफ हेभेन त भर्खर पो सुरु हुँदैछ यहाँबाट। यत्रो लामो हिँडिसकेपछि। ए उभिने यहाँ बिचमा, यहाँ हो त्यहाँ उभिनु। म फोटो खिचिदिन्छु। अहिले चाहिँ भिडियो हुँदैछ, फोटो खिचिदिन्छु।